दुई शब्दमा भनिदिनुहोस् न भेडाको पाठा कसरी बाँचेको रहेछ यो चिसोमा? यो यसको शरीरै तातो भएर हो कि मलाई चाहिँ छुँदाखेरि नै अत्याधिक तातो लाग्यो। मलाई सिधै कोडे जस्तो भयो छुँदै। यसको उनको कारणले होला नि हैन? सायद त्यही हुनसक्छ। त्यही भएर नि चाहिँ हाम्रो साथीहरूलाई भेडा पाल्ने साथीहरूलाई थाहा हुनसक्छ। हो त्यसले अन्त दुईवटा एकदमै तातो यो त यो पान्दाखेरि सिधै कोडे जस्तो लागिरहेको छ। त्यही त अनि यस्तो पानी झरीमा पुरा चिसोमा बसिरहेछ यो भेडा। पानी परेर चाहिँ यो भिजेसर पनि तातो अत्याधिक न्यानो। अचम्म हो यो चाहिँ। त्यही भएर यो लेखमा बस्न सक्ने अब हेर्नु न यसको केही पनि गोठे त्यही त गोठ छैन पाखामै बसेको छ यार। एकछिन प्ले नगर्नु न मेरो कपिराइट हान्छ यहाँ। ल होइन यो यस्तो छ नि सुजी बाक्लो धेरै बाक्लो आउँदो रहेछ क्या भुतलाई पनि। त्यस्तो हो? हो बाक्लो छ नि त यो धेरै नै बाक्लो छ क्या यो तपाईँलाई। बाख्राको भन्दा धेरै बाक्लो। हाम्रो चाहिँ यो भोजपुरको चाहिँ अति नै प्रसिद्ध ठाउँ घुमेर पनि सायद स्विजरल्यान्ड भन्दा पनि राम्रो लाग्छ मलाई चाहिँ र हजुरहरूलाई पनि राम्रो लाग्न सक्छ। यहाँ चाहिँ भिजिट गर्नको लागि पनि सायद हाम्रो यहाँ पाखोरमा गणेशजीसँग सम्पर्क राखेर सजिलै भिजिट गर्नु सक्ने कुरामा पनि म साथीहरूलाई पनि अवगत गराउँछु। देश विदेश प्रायः स्वदेशको लागि पनि नगर्नु यो त 50 केजी माथि त छ। गणेश सर यसको यो भेडाको घिउ महँगो हुनु कारण के केमा प्रयोग हुन्छ होला भनिदिनु न। जुन चाहिँ भेडाको घिउ दाग हटाउन होइन अर्ग्यानिक चिज हुन्छ, जडीबुटी खाएको चिज हुन्छ र औषधिको रूपमा सबैभन्दा औषधिको रूपमा यो डढेको दाग पनि हटाउँछ भन्ने सुनेको थियो। एकदम मजाले यसले हटाउन सक्छ र त्यही भएर भेडाको घिउको मूल्य अलिकति वृद्धि हुन्छ। ओहो त्यही त 1500 रुपियाँ मानै कसरी भनेको अघि त्यो भाइले? 1500 2000 त्यसरी जान्छ। त्यति सानो पाठा पनि माउहरूसँग हिँडिरहेछ।